कुनै समय बुटवलमा मनोज पुनको गुण्डाराज चल्यो। प्रहरीको इन्काउन्टरमा मनोज ढले। उनीसँगै बुटवलमा गुण्डाराज पनि ढल्यो भनेर निकै चर्चा भयो। तर केही वर्ष यता मनोज पुनको गुण्डाराजलाई पनि मात खुवाउने खतरनाक अर्को नयाँ भेरिएन्ट भेटिएको छ। मनोज पुनको दादागिरीपछि लेडी डनको उदयले यतिबेला रूपन्देहीको बुटवल सहर त्रसित बन्दै गएको छ। गुण्डाको नाइके नै भए पनि मनोज पुनसँग मानवता भेटिन्थ्यो। तर नामै माया भएकी माया थापासँग मानवता भन्ने चीज खोज्नु नै मूर्खता जस्तै देखिएको छ। राजकुमारीको शैलीमा गाडीमा सवार यिनी माया थापा हुन्। गाडीमा हात हल्लाउँदै सान दिएर कसरी पैसा कमाउन सकिन्छ भन्ने यिनी गतिलो उदाहरण हुन्। बुटवलको प्राइम लोकेसन जानकी नगरमा बडेमानको भवनमा 2वटा फ्ल्याट भाडामा लिएर माया थापाको कमान्डमा लाख होइन करोडका करोड कुम्लाउने धन्दा चलिरहेको छ। बल्छीले माछालाई जाल हानेको शैलीमा अशिक्षित, बेरोजगार, गरिब र सोझा साझा युवा युवतीलाई कम्पनीको एजेन्टहरूले च्याप्प समाएर यिनको अखडामा लाने गरेका रहेछन्।